ओके सो हे गाइज फेरि पनि सबैजनालाई स्वागत छ नेप्सी डिकोडरमा एन्ड आज फेब्रुअरी 3 एकदमै नै राम्रो मार्केट गएको छ हैन र आज हामीले एकदम सानो र समरीमा कुराकानी गर्नेछौँ मार्केटको बारेमा। सो आउनुहोस् हैन आजको ओभरअल सिनारियोलाई हेरेर तपाईँले प्लान स्ट्राटेजिजहरू बनाउन सक्नुहुन्छ। चुनावमा के हुनेछ हैन, चुनाव पछिको कतातिर मार्केटको डाइरेक्सन हो भन्ने कुरा हामीले एउटा एनालाइसिस गर्न सक्छौँ। आज मार्केट हेर्दाखेरि फेब्रुअरी 3 हैन मार्केट एकदमै नै राम्रो अङ्कले बढेको छ। अङ्कमा हेर्दाखेरि 38.52 नम्बरले बढेको छ भन्दाखेरि पर्सेन्टेजमा हेर्दाखेरि 1.44% छ। यो एकदमै नै राम्रो नम्बर छ हैन। हाम्रो कति नेप्सी झरेको थियो त्यति बेला लास्ट विकमा हैन र एउटा यस्तै हामीलाई एकदमै नै सबैलाई जरुरत थियो नेप्सीमा फर्मेसनको लागि र अहिले देखिराखेका छौँ र त्यसले एउटा राम्रो इन्डिकेसन दिइराखेको छ कि मार्केटको अब नेक्स्ट मोमेन्टम र नेक्स्ट डाइरेक्सन कतातिर छ भन्ने कुरा। सो यहाँबाट अहिले जति पनि फन्ड्सहरू छ तपाईँले मार्केटको एउटा डाइरेक्सन देखिसक्नुभयो र युटिलाइज गर्न सक्नुहुन्छ। जहाँसम्म हामीले एउटा सर्ट बेरिस मोमेन्टम थियो हैन, त्यो मोमेन्टम सकिएपछि एउटा अब राम्रो र्याली हामीले सर्ट टर्म मोमेन्टम देख्न सक्छौँ। चुनावसम्मको इम्प्याक्ट जतिसम्मको हुनेछ र रिजल्टले पनि धेरै नै डिसाइड गर्नेछन्। सो त्यही हामीले अहिलेदेखि नै केही न केही इम्प्याक्ट्सहरू चुनावको इलेक्सन्सको देखिराखेका छौँ र हाम्रो फेभरमा चुनावको पनि रिजल्ट आयो भने हामीले अझै राम्रो रिजल्टहरू देख्नेछौँ, अझै राम्रो मोमेन्टमहरू नेप्सीमा देख्नेछौँ र हामीले अहिले कुरा गर्नेछौँ हैन नेप्सीको चार्टमा गएर डिटेलमा। सो पहिला हामीले आजको ओभरभ्यू हेरिहालौँ। टर्नओभरमा हेर्दाखेरि आज 6 अर्ब को कारोबार भएको छ, राम्रै कारोबार भएको छ हैन। लास्ट विकभन्दा अलिकति राम्रो कारोबार भएको छ, भोल्युम्सहरू आइराखेको छ हैन। एडभान्समा हेर्दाखेरि अलमोस्ट आज 90% कम्पनीजहरू माथि गएका छन्, 254वटा हैन। तल गएका 6वटा कम्पनीजहरू अथवा स्टक्सहरू रहेका छन्। जुन म्युचुअल फन्ड्सहरू डिभेन्चरहरू म्याक्सिमम म्युचुअल फन्ड्सहरूका रहेका छन् र 2टा अनचेन्ज रहेको छ। सो आजको मार्केटले सबै ट्रेडर्सहरूलाई ह्याप्पी बनाउने छ ओभरअल हेर्दाखेरि। सो आज पनि मार्केट थियो है, म पनि कन्फ्युजन थिएँ। लास्ट भिडियोमा मैले यो कुरा गरेको थिएँ कि लास्ट ट्रेडिङ डेकै हामीले लास्ट मार्केट हो भनेर, बट आज पनि चुनावभन्दा लास्ट डेको ओपन मार्केट थियो हैन र आजबाट हाम्रो चुनावको लागि बन्द हुनेछ र यहाँ हामीले देख्न सक्छौँ आज मार्च 3 हो हैन र यहाँ हामीले आज मार्च 3 मा मार्केट खुलेको र बट मार्च 4 मा बन्द छ, 5 मा बन्द छ, 6 मा बन्द छ र 7 मा खुल्ने छ अनि फेरि 8 मा बन्द छ। मार्च 7 मा स्याटरडे परिराखेको छ। सो यतिकै नै मार्केट बन्द हुने भयो। अब मार्च 8 मा पनि बन्द छ है, सन्डे जुन हाम्रो खुल्ने थियो। अब के छ कुरा भन्दाखेरि मार्च 8 मा बन्द छ भन्दाखेरि मार्च 9 मा हाम्रो मार्केट खुल्ने भयो। सो हामीले नेक्स्ट विकको मन्डे मार्केट ओपन भएको देख्नेछौँ र त्यति बेला एउटा मार्केटमा अलगै इम्प्याक्ट र मोमेन्टम देख्ने पनि छौँ। हामीले चुनावको रिजल्टको इम्प्याक्ट एउटा नेप्सीमा देख्नेछौँ र होप हामीले सबैले आशा गरेको रिजल्ट आइदियोस् हैन। कन्ट्रीमा पनि राम्रो चेन्जेस आओस्, पोजिटिभ चेन्जेस आओस् र हाम्रो यहाँ नेप्सीमा पनि सबैको एक्सपेक्टेसनको चेन्जेस आओस् हैन। हाम्रो जुन 3000 को रहेको छ नेप्सी जाने त्यो सबैको पुरा भइदियोस् है। सो यो चार्टमा हेर्दाखेरि अहिले हामीले नेप्सीको चार्ट पहिला हेरिहालौँ। चार्टमा हेर्दाखेरि हैन यहाँ जुन हाम्रो लास्टतिर घटेको थियो है, मैले यतातिर बाई गरेर लास्ट तनाव दिइराखेको थियो लास्ट विकको 3 दिनमा हैन, स्वाटै घटेको थियो है। अनि झर्न पनि स्वाभाविक कुरो नै थियो हैन, किनभने त्यति बेला सेलिङ प्रेसर्सहरू धेरै स्टक्सहरूमा हामीले देख्यौँ अनि धेरै कुराहरूले इम्प्याक्ट पनि गरिराखेको थियो हैन। इन्भेस्टर्सहरू आइराखेको थिएन, तर चुनावको कारण बल्ल यहाँ हामीले एउटा राम्रो सपोर्ट जोन पाएर यहाँबाट मार्केटले एउटा रिभर्सल मोमेन्टममा गइराखेको देखिन्छ। मार्केटले केही सेलिङ प्रेसरहरू पनि यहाँ फेस गरेको थियो आज, तर क्लोजिङ चाहिँ एकदमै नै राम्रो दिएको छ। अनि जुन तरिकाले क्लोजिङ दिएको छ एउटा ह्यामर टाइपको यहाँ क्यान्डलको फर्मेसन हामीले देख्न सक्छौँ र यो फर्दर हामीलाई इन्डिकेसन दिइराखेको छ अहिले यो एउटा बुलिस ट्रेन्डको मोमेन्टममा देखिन्छ र जसरी हाम्रो चुनावको रिजल्ट यदि राम्रो आयो हैन, सो हामीले 3000 सम्मको एराउन्डमा हुनेछौँ। हामीले एउटा अनुमान लाउन सक्छौँ, हामीले एउटा 3000 सम्मको जुन हाम्रो नेप्सीको रेन्ज छ
त्योमा हामीले अभियसली हुने छौँ। नभए पनि त हामी यहाँ कति होइन 2800तिर त इजिली जाने छौँ कि 2800तिर त जाने नै छौँ यदि राम्रो इलेक्सनको रिजल्ट हामीले पायौँ भने। सो ओभरअल इन्डिकेटरहरू पनि अब चेन्ज भयो होइन, म्याकडीले पनि अब यहाँबाट चेन्ज भएर थोरै होइन न्युट्रल भन्दा अलिकति माथि आएको छ होइन। त्यसै गरी हामीले आरएसआई पनि हेरिहालौँ। आरएसआई पनि एउटा राम्रो देखाइराखेको छ होइन, मोमेन्टम जुन हामीले बुलिस मोमेन्टम देखिराखेका छौँ 60 को अहिले देखाइराखेको छ र जान्छ यो एकदमै नै राम्रो छ होइन। नेप्सी जान्छ, योमा कुनै शङ्का कसैलाई होइन, ढुक्कसँग बस्नुहोस् है, राम्रो रिजल्ट पनि आउने छन्। सो एक्सपेक्टेसन हाम्रो त्यही हुनेछ, देशको पनि विकास होस्, हाम्रो नेप्सी पनि बढोस्। सो धेरै ढिला नगरिकन हामीले टप 10 गेनर्स र लुजर्सहरूको बारेमा पनि कुरा गरिहालौँ है। सो कुरा गर्नुभन्दा अगाडि हामीले एकचोटि सेक्टर वाइज हेरिहालौँ। आज सबै सेक्टर्सहरूमा राम्रो ग्रोथ देख्न मिलेको छ है। त्यसै गरी हाइड्रो पावरको हामीले राम्रोसँग बढेको देख्न सक्छौँ, सबैभन्दा बढी बढेको, अनि सबै सेक्टर्सहरूमा 1% प्लसको हामीले चेन्जेस देख्न सक्छौँ, पोजिटिभ चेन्जेस है, जुन हाम्रो लागि एकदमै नै राम्रो कुरो हो। हाइड्रो पावरको आज ओभरअल टर्नओभर हेर्दाखेरि 62.4% रहेको थियो। त्यसपछि ब्याङ्किङ सेक्टरमा रहेको थियो 17% र त्यसपछि हामीले देख्न सक्छौँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा र डेभलपमेन्ट ब्याङ्कतिर पनि हामीले केही टर्नओभर्सहरू देख्न सक्छौँ, फाइनेन्समा पनि देख्न सक्छौँ। सो आउनुहोस् स्टक्सहरूको बारेमा कुरा गरिहालौँ। आज टप 10 गेनर्स लुजर्सहरूको सबै टर्नओभरहरू हेरिहालौँ। सो एज युजल सालपा विकास ब्याङ्कले आज 7000 को हिट गरेका छन् होइन, 7000 क्रस गरेका छन्, 9.99 अलमोस्ट 10% को सर्किट। सो त्यसै गरी रिलायन्स स्पिनिङ मिल रहेको छ र त्योभन्दा बिचमा एउटा हाम्रो रेगुलर स्टक्स आएको छ आइपिओको भन्दा छोडेर होइन, अहिले भर्खर इस्यु भएको 2वटा स्टक्स बाहेक, जुन पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड रहेको छ। यो हाइड्रो पावरको स्टक लास्ट मोमेन्टमा गएर राम्रो सर्किट हानेको छ है, अलमोस्ट 10% को सर्किट हानेको छ। यसको एक्युमुलेसन डिस्ट्रिब्युसन हेरिहालौँ। एक्युमुलेसनमा हेर्दाखेरि ब्रोकर नम्बर 47ले आज 27000 किताको कारोबार बाई गरेका छन् भने बेचेको पनि छ फेरि यसले 19823 किता। 74 ब्रोकर नम्बर 74ले 7000 किनेको छ भन्दाखेरि फेरि यसले फालेको थोरै मात्रामा होला। सो एक्युमुलेसन 1 विकको हेर्दाखेरि ब्रोकर नम्बर 47ले 51,000 भन्ने 19,000। सो ब्रोकर नम्बर 47ले एक्युमुलेट गरेको देखिन्छ यहाँ। सो यसको फन्डामेन्टल एकचोटि चेक गरिहालौँ है। हामीले पिएमएचसिएल को कुरा गरिरहेको थियौँ, हामीले पिएमएचसिएल फन्डामेन्टल ओभरअलमा विक देखिन्छौँ, फाइनेन्सियल स्ट्रेन्थ राम्रै देखिन्छ हाइड्रो पावरको लागि। त्यसै गरी एलटिपी यो कम्पनी लोसमा रहेको छ है, पिबी रेसियो राम्रै देखिराखेको छ, अनि अरू डेटाहरू अनक्लियर्ड रहेको छ। सो सर्ट स्विमहरूको लागि ठिकै छ है, बट त्यही हो, यो मोमेन्टम वाइज जाने हो भने त ठिकै छ, तर त्यसरी फन्डामेन्टल त्यस्तो इम्प्रेसिभ देखेको छैन। त्यसै गरी हामी अर्को कुरा गरिहालौँ एमएचसिएलको होइन, मोलुङ हाइड्रो पावर कम्पनीको होइन, डाउन ट्रेन्डमा गइराखेको थियो अनि आज आफ्नो प्राइस अलिकति मेन्टेन गर्न ट्राई गरेको छ। त्यसै गरी एलबिबिएस लघुवित्तीय एउटा होला लक्ष्मीको होइन, लक्ष्मी लघुवित्तीयको आज राम्रो अलमोस्ट 6%ले बढेको छ। क्रेस्टको हामीले देख्न सक्छौँ है, क्रेस्टको पनि 6%ले बढेको छ। त्यसै गरी सिकेएचएलको हामीले देख्न सक्छौँ हाइड्रो पावर अर्को होइन। केकेएचसीको आज फेरि पनि 5%ले बढेको छ है। एकचोटि राम्रो स्विङ खेलेर यहाँ एक्जिट हानेर अनि फेरि पनि यहाँ प्ले भइराखेको देखिन्छ होइन अहिले। सो आज बढेको छ। त्यसै गरी एमडिबीको हामीले देख्न सक्छौँ है, डेभलपमेन्ट ब्याङ्कको एउटा राम्रो देखिराखेको छ है। डेभलपमेन्ट ब्याङ्ककै एउटा मैले इन्डेक्स राम्रो देखिराखेको छु है, डेभलपमेन्ट ब्याङ्किङहरूमा छ 1-2वटा नोटिस गर्ने खालको स्टक्सहरू। सो राप्ती हाइड्रोको अलमोस्ट 4%ले सर्किट हानेको छ। त्यसै गरी अरू हेर्दा पनि होइन, एनआरएनको पनि बढेको छ आज होइन। एनआरएनमा मेरो होल्डिङ थियो, लास्ट 2 डेजदेखि तनाव दिइराखेको थियो होइन, बट आज एक दिनमै उसले जति 3 दिनमा घटेको थियो, एक दिनमा कभर गरेछ, राम्रो कभर गरेछ होइन। एनआरएनमा होइन अलिकति किन बेचौँ जस्तो भइरहेको थियो, बट आज राम्रो कभर गरेछ र अब चुनावसम्म त नबेच्ने होला अभियसली है। त्यसै गरी हामीले टप 10 लुजर्समा हेर्दाखेरि शुभम पावरको देख्न सक्छौँ र बाँकी सबै होइन म्युचुअल फन्ड्सहरू रहेका छन्, एउटा डिभेन्चर रहेका छन्। सो नथिङ टु टक एबाउट दिस होइन। टर्नओभरको कुरा गरिहालौँ। एकेजिएसिएल आज
फेरि पनि टप टर्नओभरमा रहेको छ। एजिएसएल पछि हामीले रिदी देख्न सक्छौँ आज अलिकति बढेको छ। त्यसै गरी एसवाई प्यानलको आज हामीले फेरि पनि राम्रो बढेको देख्यौँ है। ओभरअल एकदम राम्रो बढिराखेको थियो एसवाई प्यानल। म पनि अलिक तलतिर लिएको छु होइन एसवाई प्यानलको, अनि अलिकति छ, धेरै पोर्सन पनि छैन, बट राम्रो देखिराखेको छ होइन। 1950 गएर फाल्ने हो है। अब यो चुनावमा माहौलमा कतिसम्म जान्छ मार्केटको लैलैमा, अब त्यो अनुसार है एसवाई प्यानल ठिकै देखिराखेको छ। अहिलेको कम्पेयरमा सर्ट ट्रेड गर्न सकिन्छ। त्यसै गरी मञ्जुश्री फाइनेन्सको अर्को हामीले देख्छौँ लगातार अलमोस्ट 6वटा 7वटा सर्किट हानेको छ, राम्रो देखिराखेको छ है। फाइनेन्सको यो मञ्जुश्री एउटा राम्रो भयो, एउटा सिएफसिएलहरू पनि ठिकै देखिराखेको छ है, मेरो पनि होल्डिङ छ। एनजिपिएल हामीले देख्न सक्छौँ है, एनजिपिएल अप ट्रेन्डमा देखिराखेको छ, बट भोलाटाइल छ अलिक है। त्यसै गरी राधी हामीले देख्न सक्छौँ, राधीको पनि। अनि केबिएल हामीले कुमारी विकास ब्याङ्कबाट अर्को हामीले देख्न सक्छौँ है, डेभलपमेन्ट ब्याङ्कबाट कति राम्ररी एक्युमुलेट भइराखेको छ। यसको एक्युमुलेसन हेर्दाखेरि ब्रोकर नम्बर 32ले होइन आज मात्र 1,10,000 किता उठाएका छन् भने ब्रोकर नम्बर 32ले भने फेरि उसले धेरै फाले छैनन्, 19,000 फाले, अलमोस्ट 90,000 किता उठाएका छन् होइन। 1 मन्थ 1 विकको एक्युमुलेसन हेर्दाखेरि ब्रोकर नम्बर 32ले नै एक्युमुलेट गरेको छ भन्दाखेरि 90,000 फेरि ब्रोकर नम्बर 32 है, ब्रोकर नम्बर 32ले फेरि धेरै फाले छैन। नेट एक्युमुलेसनमा राम्रै देखिराखेको छ। कुमारी विकास ब्याङ्कको है 178 देखि लिएर 199 राम्रो देखिराखेको छ है। तर त्यही हो डेभलपमेन्ट ब्याङ्क्सहरूमा अलि स्लो प्रोग्रेस हुन्छ, स्लो मोमेन्टमहरू हुन्छ। मिडियम टर्म लङ टर्मको लागि तपाईँको प्लान छ भने एउटा राम्रो हुनसक्छ। सो डु योर अन रिसर्च अनि मात्रै कुनै पनि बाई गर्नु होला। फेरि पनि भन्छु एपिआईको हामीले राम्रो भोल्युम हेरेका थियौँ है, आजको चार्ट अपडेट नै भएको छैन। एपिआईको हामीले चाहिँ राम्रै देखेका थियौँ, अनि आज फेरि पनि थोरैले बढेको छ, 1 अङ्कले बढेको छ। भोल्युम चाहिँ राम्रो देखेका थियौँ होइन। यसको एक्युमुलेसन ब्रोकर नम्बर 44 र ब्रोकर नम्बर 17ले गरिराखेको छ। लास्ट 1 विकको हेर्दाखेरि ब्रोकर नम्बर 44ले राम्रो एक्युमुलेट गरेको देखिन्छ कि 5,40,000 अलमोस्ट है। त्यही फेरि ब्रोकर नम्बर 44को हामीले डिस्ट्रिब्युसन त्यस्तो देख्न सक्दैनौँ। त्यो ब्रोकर नम्बर 44को होल्डिङ पनि यसको 80% 90% होल्डिङ एक्लैको छ कि ब्रोकर नम्बर 44को। तर यसको के छ भन्दाखेरि अलि धेरै सप्लाई छ है, अलि अब धेरै पब्लिक फ्लोट भएपछि होइन डिमान्डै क्रिएट हुन सक्दैन जुन तरिकाले प्राइसलाई इन्क्रिज हुनलाई। सो मेरो पनि इन्ट्री छ, थोरै छ होइन, त्यति धेरै पनि छैन। अनि शिवमको हामीले त्यसरी टर्नओभरमा देख्न सक्छौँ राम्रो बढेको छ आज पनि होइन। अनि त्यसै गरी साहस ऊर्जा लिमिटेडको हामीले देख्न सक्छौँ आज 2 दिनदेखि लगातार कन्स्ट्यान्टली ठिकै भोल्युम आइराखेको देखिन्छ। त्यसै गरी हामीले ब्रोकर वाइज डेटा हेर्दाखेरि ब्रोकर नम्बर 58 को ट्र्याक गर्दाखेरि होइन हामीले यो अपडेट भएको छैन, हाम्रो लास्ट ट्रेडिङ डेजको अनुसार डेटा छ आजको। मैले अलमोस्ट मार्केट बन्द भएको 1 घन्टापछि नै भिडियो बनाइराखेको छु र त्यति बेलासम्म अपडेट भएको छैन। रिदीको सेल गरेको बाई गरेको छ 9% है यिनीहरू एकेजेसिएल। अलि एनआरएनको बाई गरेको फेरि पनि देखिन्छ। अनि क्रेस्टको बाई गरेको छ है। अनि नेटमा हेर्नुपर्ने हुन्छ र त्यसै गरी हामीले सेलमा हेर्दाखेरि फेरि एकेजेसिएल क्रेस्टको पनि सेल पनि गरेको छ 46% भन्ने बाई गरेको छ। नेटमा सेल नै बढिरहेको छ। एनआरएनको फेरि एनआरएनको बाई बढिरहेको छ नेटमा। त्यसै गरी ब्रोकर होल्डिङमा हेर्दाखेरि मैले यहाँ एनआरएनको सर्च गरेको है। एनआरएनको कति समयले घटायो भन्दाखेरि लास्ट ट्रेडिङ डेजमा बेचेको थियो भन्दाखेरि आज फेरि पनि बाई गरेको छ है। र यसकै कारणले आज राम्रो एक्युमुलेसन भएको, प्राइस राम्रो बढेको छ एनआरएनको। अलमोस्ट 10 किताको यदि छ भने तपाईँको 600 प्लस बढेको छ क्या। अनि राम्रो देख्यो है, एक्युमुलेसन चाहिँ भइराखेको छ यहाँ। सो आजको ब्रोकर्सहरूको कारोबार हेर्दाखेरि फेरि पनि ब्रोकर नम्बर 58ले आज 10% को कारोबार गरेका छन्। उसले सेल गरेको छ भन्दाखेरि ब्रोकर नम्बर 49ले बाई गरेको छ, अलि बढी नै बाई गरेको छ। ब्रोकर नम्बर 48ले सेल गरेको छ होइन। ब्रोकर नम्बर 34ले सेल गरेको छ भने ब्रोकर नम्बर 44ले बाई गरेको छ है। सेल गरेका छन् बाई अनि यिनीहरूको पनि थोरै थोरै बाई रहेको छ। सो राम्रो देखिराखेको छ, धेरै ब्रोकर्सहरूले बाई गरेका छन्।
यो अलिकति अलमोस्ट ब्यालेन्स नै छ होइन यसको बाई सेल अनि ब्रोकर नम्बर 49 को राम्रो बाई गरेको आज हामीले देख्न सक्छौँ। सब त्यही हो होइन, आजको यस भिडियोलाई मैले धेरै लामो बनाउन चाहेन है। अनि हाम्रो के छ भन्दाखेरि मैले युट्युबमा एउटा राम्रोसँग प्लेलिस्ट बनाइराखेको छु है। तपाईँहरूमध्ये अब कतिजनाले फलो गर्दै हुनुहुन्छ है, साथीहरूलाई पनि सेयर गर्नु होला। एकदम नै राम्ररी मैले मेहनत गरेर प्लेलिस्टहरू बनाइराखेको छु। यो हाम्रो नेप्सीको बारेमा एकदम बिगिनरदेखि लिएर एउटा 0 to हिरो कोर्स बनाइराखेको छु र यहाँ अहिले एपिसोड 5 सम्म मैले भिडियो हालिदिइसकेको छु। अनि धेरै नै मेहनत लागिराखेको छ है। यहाँ मैले चाहिँ एडिटिङ राम्रैसँग गरिराखेको छु तपाईँलाई अलमोस्ट 0 कन्फ्युजन होस् भनेर। सो मेक स्योर कि तपाईँहरूले प्लेलिस्टहरू पनि हेर्दै हुनुहुन्छ है। र त्यस्तो खासै कमेन्टहरू छैन, तपाईँहरूको अहिले मेरो नयाँ च्यानल पनि छ। सो यदि कुनै पनि कन्फ्युजन क्वेसन छ भने तपाईँहरूले तल कमेन्ट गर्नु होला, हामीले त्यसलाई इन्क्लुड गरेर हामीले नेक्स्ट भिडियो बनाउनेछौँ। एन्ड आजको यस भिडियोमा त्यही कुरा गर्नु थियो होइन, चुनावपछि हामीले एउटा राम्रो लहर देख्नेछौँ, राम्रो मोमेन्टम देख्नेछौँ। एराउन्ड हामीले 3000 नभए पनि 2800तिर एउटा यदि हामीले होप गरेको रिजल्ट आयो भने हामी त्यो एराउन्डमा रहनेछौँ। र त्यति बेलासम्म आई थिङ्क कि यो बाई गर्ने राम्रो टाइम थियो होइन। बाई गरिसक्नु भएको छ भने अल द बेस्ट होइन। र यदि बाई सबै फन्डहरू नलाएर पनि थोरै बचा छ भने मैले एड गरेको त्यो फन्डहरूलाई अझै पनि युटिलाइज गरेकै राम्रो, किनभने ओभरअल मार्केट माथि नै जाने हो। र आजको यस भिडियोलाई मैले यही इन्ड गरेँ र थ्याङ्क्स फर वाचिङ। हस् त, धन्यवाद।